तपाईँको नाम के हो? दिवराज हो। घर कहाँ हो? सिमले हो। कहाँ? सिमले मुगु भन्ने ठाउँमा। अनि के भन्छ? अनि यस्तो अल्पत्र अवस्थामा किन हिँडेको थियो यसरी? यस्तो अवस्था छ। यो अहिले चाहिँ हामी अलअर्का 2 भन्ने ठाउँमा छौँ होइन। यस्तो अवस्थामा भेटेका छौँ। अब यदि तपाईँहरूले कसैले चिन्नु भएको छ, तपाईँको इष्टमित्र दाजुभाइ, तपाईँहरूले एकछिन हेर्नु होला। तपाईँको नाम दिवराज भण्डारी हो? दिवराज भण्डारी। यसरी हिँडेको कति भयो? उहाँ चाहिँ त्यति धेरै बोल्न सक्नुहुन्न, हल्का मेन्टल टाइपको, धेरै बोल्नु पनि हुन्न होइन। अहिले चाहिँ हामी यो अलअर्का 2 भन्ने ठाउँमा चाहिँ हामीलाई कल गर्नुभएको थियो एउटा दाइले कल गरेर। हामी यहाँ उहाँलाई चाहिँ उहाँको लागि चाहिँ यहाँ आएको छौँ। उहाँ चाहिँ यस्तो अवस्थामा हुनुहुन्छ। यदि कसैले तपाईँहरू यदि पहिला उहाँसँग कोही साथीहरू पहिला कम्पनीमा काम गर्नुहुन्छ भने तपाईँहरू कन्ट्याक्टमा आइदिनु होला। अहिले उहाँसँग पासपोर्ट, इन्भेस्ट आइडी, फोन केही पनि छैन। कहाँ बस्ने, कहाँ खाने केही पनि थाहा छैन। तर अहिले चाहिँ यो ठाउँ, यो अलअर्का 2 भन्ने ठाउँमा चाहिँ एउटा दाइले कल गरेर म चाहिँ यहाँ आएको होइन। अब कसैले यदि तपाईँहरूले कसैले फेस हेरेर तपाईँले कसैले चिन्नु भएको छ, तपाईँहरूको गाउँको हो, तपाईँको चिन्जानमा छ, तपाईँको साथीहरू कोही छ भनेपछि तपाईँले मलाई टिकटकमा तुरुन्त कन्ट्याक्ट गर्नु होला। उहाँ चाहिँ हल्का मेन्टली टाइपको हुनुहुन्छ। घरमा आमाको माया लाग्छ लाग्दैन? लाग्छ? आमाको माया लाग्छ? अनि के नेपाल जानु मन छ कि छैन? जाने हो? ल सबैजनाले यो भिडियोलाई चाहिँ पापाचोटि सेयर गरिदिनु होला, ताकि उहाँको एउटा आफन्त इष्टमित्र, उहाँलाई चिन्ने व्यक्तिसँग यो भिडियो पुगोस् होइन। हामीलाई पनि रहर छैन यस्तो अवस्थामा भिडियो बनाएर खिचेर टिकटकमा हाल्नलाई, तर बाध्यता छ। यदि अब उहाँसँग इन्भेस्ट आइडी छैन, फोन छैन, केही पनि छैन, घर कहाँ हो केही पनि थाहा छैन होइन, यस्तो अवस्थामा फेला परेको छ। यदि तपाईँले राम्रोसँग हेर्नु होला। उहाँको नाम चाहिँ दिवराज भण्डारी भनेर भनिरहनु भएको छ। उहाँको चाहिँ अलिकति मेन्टल, अलिकति सोचाइ पनि अलिकति कम सोच्नुहुन्छ, बोल्न पनि खासै राम्रोसँग बोल्नुहुन्न। अब चाहिँ हामीले उहाँलाई चाहिँ अब नयाँ धोइ गरेर चाहिँ कपडा कहाँ छ? कपडा त्यहाँ छैन त? कपडा ल्याइदिनु त। अब चाहिँ हामीले नयाँ धोइ गरेर कपडा लगाइदिनु भन्ने कुरा, कपडा चाहिँ यहाँ ल्याइसकेको छौँ हामीले। कपडा लगाएर हामीले अब राख्ने भन्ने कुरा छ। अब नयाँ धोइ गरेर कपडा राख्ने भन्ने कुरा भएको छ।